हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग र सो अहिले चाहिँ 12:53 गएको छ होइन। अनि म चाहिँ कलेजबाट आएर खाना खाएर रेडी भइसकेको छु र सो आज चाहिँ म हिरोसिमा प्रिफेक्चर फुकुयामा सिटीको होइन बारा कोयोन जान लाग्दैछु र सो रोज पार्क बारा कोयोन भनेको रोज पार्क हुन्छ होइन। फुकुयामा सिटीको चाहिँ रोज एकदमै जापानमा एकदमै फेमस छ होइन। र सो फुकुयामा आएको पनि 3 months जति भइसक्यो, म अझै पनि त्यहाँ गएको छैन होइन। र सो आज चाहिँ म अनि त्यहाँ जाँदैछु र सो अब चाहिँ रुमदेखि निस्क्यौँ। बारा कोयोन पार्क आइसकेको छु होइन। र सो अब चाहिँ म बारा कोयोन पार्कभित्र प्रवेश गर्दैछु है। र सो अनि बारा कोयोन पार्क चाहिँ यस्तो छ, यहाँ पनि लेखेको देख्न सक्नुहुन्छ, जापानिजमा लेखेको छ पुरै है। अहिले मजाले बारा कोयोन घुमिरहेको छु होइन, यानि रोज पार्क घुमिरहेको छु। देख्न सक्नुहुन्छ वरिपरि रोज नै रोजले ढाकेको फुल छ होइन। यो रोजको बिचमा उनी र म भएको भए झन् कति मजा हुन्थ्यो होला गाइज है। र सो मलाई यो रोज देखेर होइन एउटा सायरी याद आयो, त्यो चाहिँ मेरो फर्स्ट सायरी थियो। यो सायरी चाहिँ उनीको लागि है त। फुल फुल्न लाको माया फुलिरहोस् जुनीभरि, फुल फुल्न लाको माया फुलिरहोस् जुनीभरि, गुलाबसरी नैलाओस् तिम्रो माया हाम्रो माया जुनीभरि, गुलाबसरी नैलाओस् हाम्रो माया जुनीभरि। यो चाहिँ मेरो फर्स्ट सायरी थियो होइन। र सो यो रोजको सहरमा मैले यो सायरी चाहिँ उनीको लागि गाएको छु। सो साथीहरू है, रोज छ कि पुरै फुकुयामा सिटीको यो बारा कोयोनभित्र, बारा भनेकै रोज हो होइन। यो रोज पार्कभित्र यहाँ केही नआए पनि 500 भन्दा बढी जातिको रोजहरू छ क्या, देख्न सक्नुहुन्छ होइन हजुरले नै। यहाँ येल्लो भन्यो येल्लो छ, रेड भन्यो रेड छ होइन, वाइट भन्यो वाइट छ, पिङ्क भन्यो पिङ्क छ, हर कलरको रोजहरू देख्न सक्नुहुन्छ है।
ओतेराहरूतिर होइन अथवा जिन्जियाहरूतिर जति पनि यो ढुङ्गा यसरी राखेको देख्नुहुन्छ नि हजुरहरूले, यो चाहिँ एउटा वास्तविकता केही हुन्छ कि यो ढुङ्गा राख्नुको रिजन चाहिँ केही हुन्छ होइन। जापानमा चाहिँ यो कुराहरू मैले धेरै रिसर्च गरेँ होइन, धेरै रिसर्च गर्दाखेरि फेला पारेको कुरा हो र अरूले भनेको कुराहरू पनि म सुनिरहेको हुन्छु प्रायः जसो है। फाइनल्ली 12 कोभियन चाहिँ म घुमेर सकिसकेको छु होइन। एकदमै रमाइलो लाग्यो र विभिन्न प्रकारको रोसहरू देख्न पाउँदाखेरि होइन आफूलाई झनै धेरै इन्जोयमेन्ट लाग्यो र सो हजुरहरू पनि आएर घुम्न सक्नुहुन्छ होइन। फुकुयामा सिटीमै बस्नुहुन्छ भने त एकदमै घुम्नुपर्ने नै पाहाडको होइन, आएर घुम्नुहोस् होइन। विभिन्न किसिमको रोसहरू देख्नुहुन्छ होइन। अझ सङ्गिनीसँग आउनुहोस्, झन् धेरै राम्रो फिल हुन्छ है। एकचोटि चाहिँ फुकुयामा सिटी आएर 12 कोभियन चाहिँ घुम्नै पर्छ है साथीहरू। सो अलिअलि अब फोटोसोटो खिच्छु होइन। अनि त्यसपछि चाहिँ घुमेर अलरेडी सकिसक्यो, अब फोटोहरू खिच्नु बाँकी छ। सो भिड चाहिँ एकदमै भिड हुने कि है, भिडभाड चाहिँ एकदमै धेरै भिड हुने होइन। साथीहरू है घुम्नु चाहिँ आउनुपर्छ है अब।